Hello guys, welcome back to my channel. आज चाहिँ म भर्खर नै उठेको भनौं अन्त काम साम सकेर चाहिँ अब 12 बजे खाना पनि पकाउँछु हो अन्त चाहिँ अब दाल चाहिँ बसाइरहेको छु अन्त डोडोलाई नुहाइदिन्छु अन्त चाहिँ खाना पकाएर चाहिँ यो चाहिँ मेरो बहिनी हो अब यो डोडोलाई नुहाइदिन्छ नुहाइदिन्छ भने याद भयो नि त अन्त चाहिँ त्यो त्यहाँ गएर बसेको त हाम्रो घरहरु चाहिँ यस्तो छ हो आइज 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 जु 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 आइज अब चाहिँ हामी दुईजना माथि घुम्नु जाऊँ ल आइज आइज न आइज न यस्तो छ बेसी जुम भएछ अब चाहिँ हामी जान्छौँ डोडो नुहाउँछ है डोडो यो चाहिँ पानी रेडी गरिदिँदैछ उद्धम भइसक्यो डोडोलाई नुहाइदिन्छु है डोडो कुकुरलाई नुहाइदिन्छु मम्मी चिन्नु गरम भयो है म त्यसरी आउँछ यो यहाँ त्यति बेलासम्म चाहिँ तपाईँहरू मेरो पछाडिको भ्युजहरू हेर्दै गर्नुहोस् न ल पक्कै जान्छ नि अरे नुहाइदिन्छ याद भयो भाइ होस् न म अरे अरे म नुहाउनु हुँदैन म नुहाउँछु है म पनि आउँछु त ल भिडियो गर्दा गर्दै टोक्यो भने छैन मलाई यस्तो गरममा पनि तातो पानी लाउँदा मैले त्यो छैन चाहिँ मैले खुट्टा आम्मा सिमेन्टै सरी भएर नि यो अस्ति त्यो भोला खाइँदाखेरि त्यही हुन्छ स्कुटीवाला लगेर गाडी हात हिँडाउनु पर्यो कति न घरमुर गरेर टाइम ल्याप्समा हाल्नु नि यो नको चाहिँ त्यो छिटो छिटो हुन्छ अन्त तिमी बोलेको पनि सुन्नु पऱ्यो नि त्यो घरि घरि नखालियो अरे हाल्छ त म हाल्नु नि त यस्तैमा हाल्यो है दादा तिमीले गर्दाखेरि पनि अरे त्यो सामी त साथी हुनु ल तेरोमा त्यही मात्रै हो होइन होइन ठन्डे ठन्डे पानी चाहिँ होइन कुकुरलाई पनि नहुन सकेछ के भयो आज बहिनी भएको चाहिँ बहिनी भएको त्यसै पनि म मजाले गरिहाल्छु ल दुईजनाले भ्याउँदैन ल ल ल ल यो पूजाले के साह्रो सताएको पर्काइदिन्छ है सुताउँदिनँ नि म फेरि अब सक्यो त बाहिरै बाँच्नु भएको नि नहिँड्नुहोस् भने चाहिँ त्यो गोला भएर त्यो सिमेन्टको यो चाहिँ नुहाइसक्यो अब यो सुक्दै गर्छ म चाहिँ खाना पकाउन जान्छु खाना पकाउनु छु किनकि 12 बजी सक्नु आँट्यो नि त अन्त बाबा पनि खाना खान आउनुहुन्छ त्यसैले छिटो छिटो खाना पकाउँछु अन्त आज हाम्रो अब चाहिँ म खाना पकाउँछु मेरो दाल बाँकी होला
चाहिँ म आलु तास्न आँटेको यो आँटेको यो आलु चाहिँ म त्यो त्यसको के भन्छ चिङ्गेको अचार चाहिँ मम्मीले बिहानै बनाउनु भएको थियो नि त। अनि त्यो चिङ्गेमा चाहिँ यो उसिनेको आलु हालिदिँदा पनि मिठो हुन्छ नि त। त्यो भएर चाहिँ म चाहिँ अब चाहिँ चिङ्गेमा चाहिँ यो आलु चाहिँ मिक्स गर्छु। डोडोलाई त्यही छोडिदिएको छोडेर आएको त्यही माथि कुकुरहरू आउँछ। यो चाहिँ चिङ्गेको अचार हो। यसरी बनायो चाहिँ आलु मिक्सहरू चाहिँ मिठो हुँदो रहेछ नि त। मैले अस्ति खाएको थिएँ नि त दोकानमा, म ड्युटी गर्ने जग्गामा मिस्त्री बनाएर ल्याइदिनु भएको थियो नि त कि। यसरी खायो भने चाहिँ मिठो रहेछ। अब म दाल पकाउँछु। दाल पनि उसिन त सकेँ, अब उयो बनाउँदै छ। गयो बाहिर पो जानु खोज्दैछौ त आज त तिमी? यता हेर डोडो डोडो। अब चाहिँ बाबा पनि आउनुभयो, अन्त अब हामी खाना खान्छौँ। खोबा खायो क्या, जाडो पानी पनि पर्दैछ त्यसैले तातो त चप र मिठो हुँदैछ। यत्तिको चाहिँ हुनुपर्छ नि त, यत्तिको चाहिँ हुनु पर्यो नि छोरीहरू। आज एक दिन छुट्टी भएको के बनाउनु लाग्छ लाउँछ, मलाई त पक्कै लगाइसक्यो। अब चिकनको मोमो है, हाम्रो चप ठुल्ठुलो चप चाहिँ मजा खानु हुँदैछ। सो डिलिसियस। बढी नटङ्की लोक त्यो क्यामेरा धमिलो छ कि आज कस्तो मिठो चप छ। त्यो मैले बनाइ मागेर मात्रै बनाएको, नभए बनाउँदैन। आज त फरमाइस दिएको छ नि, यो पका त्यो पका।
एकदिनचोटि भएको कि बुझो आजको लागि यति हो भिडियो बेलुका बिजी हुन्छ होला नि त फेरि मोमो भन्दैछ कि मोमो पकाउनु अझ क्यामेरा उयो गर्नु साह्रो पर्छ त्यसैले आजको लागि यति भिडियो डु लाइक शेयर सब्सक्राइब बाई आलु चप कस्तो छ भन त भित्र बस्यो होला तितो मिठो छिटो गरे बाबाले खानु थालेपछि त डोडोले पनि हेर्नु थालिहाल्छ नि त दिने मान्छे के हो भने हुँदैन भने कुरो त अलि खुजिरै हुन्छ चप पनि दियो बिमार होस् हाम्रो मम्मी नहुने कुरो नदिनु नि त है मिठो कुरो बन्नुहुन्छ है बाबालाई चाहिँ